बाँचिरहेको हुनुपर्छ भने हामी सबैको चेतनामा म पनि बाँचिरहेको छु भन्ने हुनुपर्छ। तपाईहरु जीवित मान्छे हो, तपाईहरु जीवित मान्छे हो, तपाईहरु जीवित मान्छे हो। यदि तपाईहरु जीवित मान्छे हो भने पक्कै पनि हाम्रो देश बाँचिरहेको देश हो। यो बाँचिरहेको देश र हाँसिरहेको देशमा कुनै पनि विदेशी शक्तिले खेल्न पाउँदैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरु, जीवित नेपालीहरुको देशमा कुनै तपाईको विदेशी शक्तिले हालिमुहाली गर्न पाउँदैन, उसको क्रीडास्थल बनाउन पाउँदैन। हामी हाम्रो स्वाभिमान भन्दा ठुलो, हामी हाम्रो गौरव भन्दा ठुलो, हामी हाम्रो देश र हाम्रो राष्ट्र, हामीलाई हाम्रो माटो, हामीलाई हाम्रो देश भौतिक सेवा सुविधाको प्रलोभन भन्दा माथि छ। हामी आफै ल्याउन सक्छौं बत्ती। हामी कसैको तपाईको चाहिँ नि एमसीसी र फ्यामसीसी हामीलाई चाहिँदैन। हामी आफै उत्पादन गर्न सक्छौं, हामी आफै उत्पादन गर्न सक्छौं है, हामी आफै उत्पादन गर्न सक्छौं। किनभने मरेको नेपाली छैन, बाँचिरहेको जिउँदो श्रमदाताहरूको देश हो यो। त्यसो भएको कारणले हामी गर्न सक्छौं। प्रविधिमा हामी कमी छौं भन्ने तपाईलाई लागेको होला, भ्रम हो। न प्रकृतिमा हामी कमी छौं। सगरमाथा जस्तो तपाईको चाहिँ नि सर्वोच्च शिखर भएको देश, संस्कृतिमा न हामी तपाईको चाहिँ नि हामी चोक चोकमा, गाउँ गाउँमा, टोल टोलमा विविध खालका संस्कृतिहरू हामीसँग छ। हामी न संस्कृतिमा कम छौं।